So guys, तपाईँहरुको हालखबर अनि हैन हामीले चाहिँ यो अरमुठे भन्ने अस्तिको भ्लगमा देखाएको मैले देखाएको छु हेर्नु होला तपाईहरु हैन यता हेर्नु हामी अहिले अघि नै लगभग 15 मिनेटदेखि हामीले 15 मिनेटदेखि यसलाई फलो गरिरहेछौं तर अहिलेसम्म यसको ठाउँ भेटिरा छैन हैन तपाईहरु यताबाट गइरहेछ यताबाट गइरहेछ मैले दुईटा फोटो क्लिक गरिसकेको छु गाइस हेर्नु त्यहाँ जानु पर्दैन अब त्यहाँ त तपाईहरुले देख्न गाह्रो हुन्छ नि अब हाम्रो यता अम्बा पनि पाक्न थालिसकेको छ मेरो हिसाबमा चाहिँ गाइस यसको अन्त ब्लग एन्ड हुन थालिसकेको छ हैन यता हेर्न सक्नुहुन्छ यो कस्तो सेप्पो देखाए हुन चाहिँ त्यसको खुट्टा परेलो कहाँ जान्छ यो हेर्नु यता कता जान्छ छे यार उता गइराखे उतापट्टि होइन चुप हेर्नु यता यहीँ त रहेछ यसको ठाउँ यहाँबाट त गइँदै रह्यो गाइस यसले चाहिँ अनि आउँदैन हैन यो त अरिङ्गाल झिङ्गे रुखसाना कता खोइ खोइ उयो जुम गरेर देखाउनु न कुन जुम गर्नु न जुम खोइ ल जुम अझै जुम क्या थियो यता छैन देखिन देखिरहनु भएको छ उहाँ आइ गाइस तपाईहरुलाई म के भनौ कि हैन नजान गाइस यसले मलाई 10 चोटी 10 ठाउँमा चुकिसकेको छ हैन अब यसको दुखाइ मलाई मात्र थाहा छ यस्तो रुन्छ मान्छे यस्तो रुन्छ तर गाइस हैन म चाहिँ रोएको थिइनँ बगरे छिप्यो गाइस जोसँग मेरो 10 वर्ष 1 वर्ष अगाडिदेखिको दुश्मनी छ चुप 10 वर्ष अगाडिदेखिको दुश्मनी छ आज म दुश्मनी तोडेर छाड्छु हैन लाइक मैले यसलाई फुडाइदिन्छु अब गाइस यस्तो डर लाग्ने वाला छ नि ओइ त क्यामेरा समात्दैन लाने समात्दै एकछिन यतिकै समात्दै यतिकै अनि भागिहाल्नु है म पनि भाग्छु ल लट्ठीले हान्न गइरहेछन् गाइस यो चाहिँ घर गाइस देख्नु भइरहेछ सबैले हाम्रो त्यहाँ हामीलाई सबभन्दा मोटो लट्ठी भेट्यो आइसक्यो नि यहाँ झिङ्गे पर्ला सुधा सिंहलाई दिएन यता म जुम गरेर भाग्नु शुभ
कधरे कक्रोच रे भित्र हेर्नु यता कक्रोच यस यसले टोक्दाखेरि हेर्नु गाइस हाम्रो सबभन्दा गाउँको क्युट मान्छे यही हो होइन गरे तर यो यति सेतो छ तर यसको दिदी यति कालो छ घर बनाउनु न घर अनि हाम्रो एउटा बाख्राको बच्चा बाइसी यहाँ हाम्रो सुशान्त काकु गाइस आजको भ्लग चाहिँ एकदम लामो थियो होइन आजको लागि यति नै गाइस आजको लागि यति नै बाई